हेलो नमस्ते सबैजना साथीहरुमा तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल उर्मिला सबमा। आज म यो सादा सुरुवालको कपडा रिबनको कपडाको प्लाजो कटिङ गर्न गइरहेको छु। र जो पनि नयाँ कटिङ सिक्न इच्छुक हुनुहुन्छ उहाँहरुको लागि पक्कै पनि यो भिडियोले सघाउ गर्नेछ कटिङ गर्नलाई, सिक्नको लागि अनि सिलाउनको लागि भन्ने आशाले यो भिडियो मैले बनाउन गइरहेको छु। कृपया अन्तिमसम्म हेर्दिनु होला। फर्स्टमा त हामीले यो रिबनको कपडालाई 2 मिटर कपडामा प्लाजो तयार गर्नको लागि 2 मिटर कपडाको आवश्यक परेको हुन्छ हामीले यो कपडालाई यसरी फोल्ड गर्नुपर्छ, डबल अनि चौरल 4 फोल्डमा यसरी फोल्ड गरिसकेपछि यसरी बिछ्याउनु पर्दछ सिधा पारेर। अब यो कपडा यस्तो खुम्चेको छ, कसैलाई कटिङ गर्न गाह्रो हुन्छ यो खुम्चेको कपडामा नापो लगाउन, त्यसैले उहाँहरूले सलक्क पहिला कपडालाई आइरन गरेर त्यसपछि बल्ल अनि नापो लिने है मार्क लगाउने गर्दा पनि हुन्छ। म चाहिँ अब यसलाई आइरन गर्दिनँ, डाइरेक्ट सिलाएपछि आइरन गर्छु। म यतिकै मार्क लगाउन गएको छु। अब मैले यो कपडामा मार्क लगाइसकेको छु। मेरो सुरुवालको लम्बाइ छ 36 इन्ची फुल अनि यो मोडाइ छ 13 दुना 26 इन्ची। यो मैले भित्री भागलाई राखेको छोडेको छु, मैले यता कटिङ गरिसकेको छु। यो जाङको भाग 14.5 इन्ची मार्क लगाएर जाङको भाग छोडेर अब म यो सुरुवाललाई कटिङ गर्न गइरहेको छु। यो फुल लम्बाइ, यो इलास्टिक भाग यसरी मार्क लगाउनु होला है। अनि जाङ भाग चाहिँ 12 मा पातलो मान्छेलाई, मोटो मान्छेलाई 12.5 13 आफ्नो मोटाइ अनुसारले राख्नु होला। जाङ भाग लम्बाइको हेरेर यसै गरी मार्क लगाएर हजुरहरु पनि कटिङ गर्न सक्नुहुन्छ। अब भने म सुरुवालको कटिङ फुल गरिसकेको छु है, हेर्न सक्नुहुन्छ। अब हामीले चाहिँ पकेट यो भागबाट बनाउनु पर्छ है, कपडा खासै रहँदैन सुरुवालमा, त्यसैले हामीले यो भागबाट पुगेन भने थोरै जोइन गरेर यसबाट हामीले पकेट तयारी गर्छौं। अनि यो बीचमा चिर्छौं यसरी, किनकि यसमा पकेट राख्नुपर्छ, सिलाइ हाल्नुपर्छ, एउटामा पकेट राख्नुपर्छ। यसरी सुरुवालको फुल कटिङ भइसकेको छ। अब म सिलाउन गइरहेको छु। अब म सिलाउन गइरहेको छु। यो हाम्रो पकेट भयो, पकेट रेडी भयो, पकेटहरूले सिलाउने। सुरुमा हामी यो दुईटा पिसमा जुन हामीले 4 फोल्ड गरेर काटेका थियौँ, यो दुईटा पिस गरेर यो साइडबाट सिलाइ हाल्नु पर्छ। यो अगाडिको साइडमा, यो जाङको साइडमा हामीले सिलाइ हाल्नु हुँदैन। जाङको सिलाइ, यो सिलाइ चाहिँ अहिले हामीले यो दुईटा सिलाएपछि यो दुईटा पहिला यता साइडको सिलाइ हाल्ने, त्यसपछि दुईटैको साइडको सिलाइ हालेपछि बल्ल यो जाङ एक आपसमा जोड्ने हो। अर्को पाटासँग जाङ नसिलाउने, यो साइडमा सिलाइ हाल्ने। एउटाको यहाँ माथि पकेट जोइन गर्नलाई ठाउँ छोड्ने, एउटालाई तलदेखि माथिसम्म सलक्क यसरी सिलाइ हाल्ने गर्छ। यसरी एक साइडको फुल सिलाएर मैले यो एक साइडमा यो पकेट जोइन गर्नको लागि 6 इन्ची यसरी बीचमा यहाँ 3 इन्ची जति सिलाउने इलास्टिक भाग फर्काउनको लागि यसरी। अनि त्यसपछि यहाँ 3 इन्ची सिलाएपछि 3 इन्चीबाट यहाँ 6 इन्ची नापेर, यहाँदेखि यहाँ 6 इन्ची नापेर यो छोड्ने। अब मैले पकेट पनि सिलाएर रेडी बनाएको छु। साइडमा भित्रबाट हाल्ने, त्यसपछि बाहिर फर्काएर सुल्टोबाट फेरि हानेर अब यो पकेट र यो जोइन मैले एट्याच गर्न गइरहेको छु सिलाइ हाल्न। जुन भाग मैले यहाँ 6 इन्ची छोडेको थिएँ त्यसमा यो पकेट जोडिसकेँ मैले, जोइन भइसक्यो। अब भने हामीले यो एउटा पाटा अनि यो दोस्रो पाटालाई हामीले यो जाङ भागलाई पहिला सुरु जोड्नुपर्छ। माथिबाट यो जाङ भाग सिलाइ हाल्नुपर्छ, दुईटा पाटा जोडेर यसरी साइडमा। यसरी देखाउन पनि मिलेन मलाई, यति गाह्रो भएको छ मोबाइल आफै समातेर गर्नलाई। यसरी हेर्नुहोस् त, यसरी यो जाङ भागलाई यसरी हामीले दुई साइडबाट, यो साइडबाट र यताको साइडबाट यसरी जोइन हानेपछि फेरि अनि तलको बल्ल हामीले जोइन हान्छौँ। पहिला हामीले यो माथिको जोइन गराउने। अब पनि हाम्रो प्लाजो रेडी भइसकेको छ। हेर्नुहोस्, यसरी सजिलै तरिकाबाट हजुरहरूले कटिङ गरेर 1-2 महिना
कटिङ सिक्नु भएकोहरूले चाहिँ सजिलै युट्युब हेरेर यसरी आफैले कटिङ गरेर कसैलाई नसोधिकन घरमा नै रेडी बनाउन सक्नुहुन्छ। हजुरहरूले सजिलो सिम्पल तरिका हो यो। प्लाजो सिलाउन एकदमै सजिलो छ, सबैभन्दा सजिलो हो। यसरी हामीले यो साइडमा जोड्दाखेरि बाहिरपट्टिबाट पनि सिधै लगाउनु पर्ने हुन्छ, बलियो हुन्छ। गोजी साइडमा एट्याच गर्ने, दुई साइडमै गोजी बनाउन पनि सक्छौँ, होइन भने एक साइडमा यसरी सिलाइ हालिदिएर एक साइडमा मात्रै गोजी राख्न पनि सकिन्छ। यसरी इलास्टिक हालिदिएपछि प्लाजो तयार हुन्छ। यता पनि मैले सिलाएर राखेको छु, हेर्न सक्नुहुन्छ। प्लाजो सजिलै तरिकाबाट हजुरहरूले रेडी गर्न सक्नुहुन्छ। शीतलो घर बस्दा लाउनलाई टी सर्टसँग सुटसँग धेरै सजिलो हुन्छ। कटिङ सिकेर यसरी सजिलै आफूले लगाउने कपडा आफै सिलाउन सक्नुभयो भने धेरै बचत हुन्छ, पैसाको इन्कम पनि गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू। मेरो भिडियोलाई फुल वाच गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई उर्मिला सबलाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्न नबिर्सिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।